गरम काट्नु पर्दैन। म के गर्छु थाहा छ, यसलाई काट्छु। रिब 5वटा रहेछ, रिब काट्छु, उमाल्छु। आज म सबै तपाईँलाई फुल बनाउँछु। आज कस्तो बनाउँछ म सबै देखाउँछु है। फेरि अझै उमाल्ने हो क्या, फेरि यसलाई काटेर फेरि पाक्ने गरी उमाल्ने। अनि थोरै मरमसला मोलेर के भन्छ त्यसलाई, छोइला मोटे मोटेले पनि म सम्झिन्छु यार। जो बङसारमा बस्छ नि, होस्टेलमा बस्ने सबै साथीहरूलाई सम्झिन्छु यार। मासु किनेर प्रत्येक हप्ता मासु किनेर खाने, 1-2 किलो मासु ल्याउने खाने मिलेर। अनि एउटा भाइ त गइहाल्यो, भोटे भाइ त गइहाल्यो। भोटे भाइलाई पनि म सम्झिन्छु यार। अदुवा काटेर के भन्छ प्याज काटेर, धुलो खुर्सानी, नुन, यो धनियाँ अनि अजिना अनि मिक्स मसला यहाँ रेडी बनाइसकेको छु सबै। अहिले म तपाईँलाई देखाउँछु है त। सिप मैले टमाटर र प्याज र अदुवा मात्रै हालेको छु। अब खुर्सानी यो लसुन है काँचो अलिक मिठो हेर्नु है साथीहरू। यहाँ हेर्नु है, आज फेरि म 1 किलो जति यहाँ मासु खान्छु। 1 किलोभन्दा बेसी छ यहाँ। के छ भने अनि यो मैले उमालिसकेँ। अब यसलाई काट्छु होइन। अब यसलाई म काट्छु। काट्नको लागि चाहिँ म यहाँ के छ म काट्छु होइन। यहाँ के छ भने यहाँ 2टा के भन्छ त्यसलाई, किडनी के भन्छ अनि कलेजो आदि छ, अनि एउटा रिब छ, अनि बोसोको मासु अरूको 2जना बोसो छ मसँग होइन। त्यो चाहिँ बोसो चाहिँ खानु पऱ्यो नि त। बोसो फेरि यहाँ पाट पाउँछ क्या। अनि अब यिनीहरू भनेको चाहिँ यो कलेजो पनि छ, अनि मुर्ती पनि छ, 2-3वटा रिब छ। 4 कति छ, 1 2 3 4 4वटा छ रिबको मासु। रिबको मासु भनेको गरम काट्नु पर्दैन। म के गर्छु थाहा छ, यसलाई काट्छु। रिब 5वटा रहेछ, रिब काट्छु, उमाल्छु। आज म सबै तपाईँलाई फुल बनाउँछु। आज कस्तो बनाउँछ म सबै देखाउँछु है। फेरि अझै उमाल्ने हो क्या, फेरि यसलाई काटेर फेरि पाक्ने गरी उमाल्ने। अनि थोरै मरमसला मोलेर मोटेले खान्छ नि, के भन्छ त्यसलाई, छोइला मोटेले पनि म सम्झिन्छु यार। जो बङसारमा बस्छ नि, होस्टेलमा बस्ने सबै साथीहरूलाई सम्झिन्छु यार। मासु किनेर प्रत्येक हप्ता मासु किनेर खाने, 1-2 किलो मासु ल्याउने खाने मिलेर। अनि एउटा भाइ त गइहाल्यो, भोटे भाइ त गइहाल्यो। भोटे भाइलाई पनि म सम्झिन्छु यार। तर पनि कुरा गर्दैछु भोटे भाइ, नेपालमा गए पनि कुरा गरिरहेको छु भोटे भाइ। उसलाई म मिस गरिरहेको हुन्छु। अहिले फेरि म पाक्ने गरेर उमाल्छु होइन। उमालिसकेर यसलाई मरमसला मोलेर एयर फ्राईमा हालिदिन्छु 10-15 मिनट। पछि चाहिँ म यहीँ पकाउँछु, पानीमै पकाउँछु म। अब लगभग पाक्न त पाकिसक्यो, 30% पाकिसक्यो। फेरि म यो डन भयो होइन। डन भइसकेपछि फेरि म यसलाई फेरि उमाल्छु। बोसो चाहिँ धेरै उमाल्दैन, एकचोटि डाइरेक्ट एयर फ्राईमा हाल्छु। दिएर राख्छु यता अब हो, छुट्टै राख्छु। त्यसलाई चाहिँ म काट्ने गरेर यति चाहिँ म अब फेरि पकाउँछु यहाँ। आज मेरो फेरि ड्युटी आज चाहिँ कस्तो हुन्छ भने, आज चाहिँ मिठो मिठो खाने कुरा हुन्छ क्या। अलिक ड्युटी स्लो हुन्छ, मान्छे कम आउँछ। त्यही भएर चाहिँ भरे राति मात्रै आउँछ। आज बियर खाने मान्छेहरू मात्रै आउँछ, खाना खाने मान्छेहरू त्यति हुँदैन क्या। विकेन्डमा मात्रै हुन्छ। फेरि म जोडिन्छु है त। यसलाई म लगभग कति मिनट पाक्ने गरी उमाल्छु। पाक्ने गरी उमालिसके पछाडि यसलाई मरमसला मोल्छु। थोरै मरमसला मोलेर एयर फ्राईमा हाल्छु है त। फेरि यहाँ चाहिँ अलिक अर्कै कुरो हुन्छ क्या। यहाँ चाहिँ यो छाला सहितको मासु चाहिँ कि त काटेको ठाउँमा जानु पऱ्यो। यो सुपर मार्केट उति त पाइँदैन क्या। यो तासेको यहाँ मजाले तासेको हुन्छ, छाला तासेको। बोसो मात्रै, बोसो पनि स्लाइस बनाएको यस्तो बनाएको छ यहाँ चाहिँ। यो चाहिँ फेरि मलाई बोसो बिना मन पर्दैन नि त। कलेज अलिक बोसो हुनु पर्यो, अनि खाए जस्तो हुन्छ। त्यही भएर चाहिँ यति 2टा हालेको छु। मासु पाक्दैछ होइन। यो टमाटर मात्रै, यो टमाटर चाहिँ चट्टसँगले एयर फ्राईमा हाल्नु पऱ्यो है त। एयर फ्राईमा हाल्दै गर्छु, भरे अचार बनाउने हो नि त। यसलाई कति मिनट, पहिले 6 मिनट हाल्दै रहेको छु। टेम्परेचर सानै होस्।
टमाटर यहाँ पाक्दै गर्छ पत्किँदै गर्छ त्यो समयमा म अब प्याजहरू काट्दै गर्छु है त टाइम के आयो अब इधर आयो फिर मैं देखूँगा अब यहाँ पाक्दैछ अब यहाँ प्याज काट्न पनि रेडी छ है टमाटर पाकेछ अब टमाटर पाक्यो होइन टमाटर पाक्यो मैले अदुवा काटेर के भन्छ प्याज काटेर धुलो खुर्सानी नुन यो धनियाँ अनि अजिना अनि मिक्स मसला यहाँ रेडी बनाइसकेको छु सबै अहिले म तपाईँलाई त्यही मोल्नु क्या अघि धोएर पनि गरिसक्यो नि तपाईँ त्यति साह्रो धुनु पर्दैन अनि हालिसकेको छ है अब यहाँ मलाई चाहिन्छ अब गरिन्छ न दाजु भयो यति गरेपछि कति घट्छ यति गरेपछि एक दुई यसलाई चाहिँ त्यत्रो ठुलो ठुलो भयो नि त अरे सानो सानो यत्रो बोसो हो नि त यो बोसोको सेन्ट आओस् भनेर टक्कसँगले अभी चाहिँ अदुवा यो चाहिँ धनियाँको मसला टर्मरिक नट टर्मरिक क्या बोलता है कोरिएंडर का पाउडर ये साल्ट जितना लगा ले भाई ये क्या बोलते हैं अजिना है ये तो ख़त्म होने वाला है चटनी पैकेट करेंगे ये मिक्स मसाला इतना ही डाल दिया और ये थोड़ा ओके यसलाई के गर्ने भने मोल्ने कट गरेर मोल्ने कैमरामैन फोकस इधर अनि यो खुर्सानीको धुलो यति हालेपछि यसलाई मोले गर्ने सबैतिर मिलाउने अनि एयर फ्रायरमा टक्क हाल्ने हेर्ने अब स्लाइस यो स्लाइस त्यति खाँदा पनि हो पकाउने अब यसमा थोरै ओलिभ ओइल हालिदिन्छु र पाक्न सकेको भनेर ओलिभ ओइल यति र अब यहाँ खाएर टसँगले अब हाल्ने है यहाँ 10 मिनट पकाउँदा भइहाल्छ फ्राई मलाई लाग्छ सुरुमा 10 मिनट लाग्छ हाल्छु पानी गरौँ 10 मिनट टक्क 180मा टक्क हालिदिने अब तपाईँलाई 10 मिनट पछि देखाउँछु है त 180मा ओके डन 10 मिनट भयो वाह मिठो बासना आयो मिठो साह्रै मिठो हैन यो फ्राई गरेर मात्रै हुँदैन अब पाकिसक्यो हैन अब 2-4 मिनट फेरि हालिदिन्छु तर पाकिसक्यो अब फेरि तर 5 मिनट हालिदिन्छु जम्मा 15 मिनट पकाउनु है अनि त्यस पछाडि फेरि यसलाई म 5 मिनट हाल्दिएँ ओके 5 मिनट हाल्दिएँ अनि फेरि यो अचार बनाउनु पर्नेछ यसको अनि खुर्सानी लसुन हालेर अचार कचक मोल्ने अनि त्यो मोल्ने अनि खाने है यति रेडी छ है हाम्रो सामान रेडी छ सिर्फ मैले टमाटर र प्याज र अदुवा मात्रै हालेको छु अब खुर्सानी यो लसुन
लसुन है काँचो अलि त्यहाँ पनि हालेको छ नि त अलि यो मोल्ने यो पाकिसकेको हो मासु कति हो यहाँ त अट्दैन रहेछ सक्छ नि त तर कसँगले यतिकै मिठो छ त्यसमाथि यो टमाटर छ सबै हालेर अनि मोल्ने कचाक कचाक गरेर मोल्ने वा मिठो आयो हो म बस्छु मिठो